आज पनि म एउटा संगिनी लिएर उपस्थित भएकी छु। यसका लेखक हुनुहुन्छ तिलप्रसाद गुरागाईज्यू, जो यस प्रकार रहेको छ। यसको शीर्षक छ मनको बह। बाटा है मुनि नि त्यो ढुङ्गे धारा, बाटा है मुनि नि त्यो ढुङ्गे धारा, पानी है चिसो छ मेरी आमा, पानी है चिसो छ। बाहिर हेर्दा नि सुखै छ देख्छन्, बाहिर हेर्दा नि सुखै छ देख्छन्, भित्री मन दुख्छ नि मेरी आमा, भित्री मन दुख्छ नि। हिमालय चुलिनी त्यो पल्लोपट्टि, हिमालय चुलिनी त्यो पल्लोपट्टि, चौरी गाई चढ्दैछ मेरी आमा, चौरी गाई चढ्दैछ। खान नि छैन नि लाउन नि छैन, खान नि छैन नि लाउन नि छैन, खसम परदेश मेरी आमा, खसम परदेशमा। खोरुङ्गा खोला नि बढेर आयो, खोरुङ्गा खोला नि बढेर आयो, ढाकेर बगरु मेरी आमा, ढाकेर बगरु। बगाई लग्यो नि तोटारी खेत, बगाई लग्यो नि तोटारी खेत, खानु के जोतेर मेरी आमा, खानु के जोतेर। बाटा है माथि नि जर्सी मल रुख, बाटा है माथि नि जर्सी मल रुख, चरीले गुड्लायो मेरी आमा, चरीले गुड्लायो। टाढा छिन् माता नि टाढा छन् पिता, टाढा छिन् माता नि टाढा छन् पिता, भेट गर्न पाइन मेरी आमा, भेट गर्न पाइन। बाटा है परिनी सुन्तला रुख, बाटा है परिनी सुन्तला रुख, पाकेर पहेँलै मेरी आमा, पाकेर पहेँलै। थैलीमा खोज्यो नि सुखको दाम छैन, थैलीमा खोज्यो नि सुखको दाम छैन, खानलाई पाइन मेरी आमा, खानलाई पाइन। धन्यवाद।